त्यो पनि यति हुन्छ केही वास्तै हुँदैन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। बाई द टाइटल एन्ड थम्बनेलबाट नै हजुरहरूले थाहा पाइसक्नुभयो कि आज मैले चाहिँ सधैँ, आज मात्रै होइन सधैँ चाहिँ मैले करेन्ट र अन्डा चाहिँ खाने गर्छु। अनि सधैँ होइन, कहिलेकाहीँ आज पनि चाहिँ पानी पर्यो नि त, अनि त्यही भएर चाहिँ मलाई एकदमै खानु मन लाग्यो। अनि मैले लिएर आएर चाहिँ बनाएँ छिटो छिटो गरेर, अनि म खानु लागेको। अनि त्यतिकै खानु भन्दा पनि अब गफ गरी खानु मन लाग्यो, किनकि यो करेन्टले मेरो म खाँदिनँ भन्छु अनि फेरि एक दुई दिन भएको छैन फेरि खानु मन लागिहाल्छ, फेरि खाँदिनँ भन्छु फेरि खानु मन लागिहाल्छ। हजुरहरूलाई त्यस्तो हुन्छ कि हुँदैन कमेन्ट गर्नु होला। अनि अब सेलाउनु पनि आँट्यो, फेरि सेलाइसकेपछि अलिक टेस्ट अलिक हराउँछ क्या, त्यही भएर चाहिँ खाइहाल्नुपर्छ। अनि सेलाइसक्यो म खाइहाल्छु ल। के बोलेको? फर्स्ट बाइट। खाइ मेरो मात्र होइन, हजुरहरूलाई पनि त्यस्तै हुन्छ होला। तर मलाई चाहिँ अति नै क्या खानु मनपर्छ, बेसी के गर्न। प्राय अरू चाहिँ खाएको हुँदैन, यो तुलसाले जहिले करेन्ट खाएको देखाउँछ, त्यो पनि यति हुन्छ केही वास्तै हुँदैन। यति धेरै भए पो अन्त पछाडि बसेर मजाले खाएको हेर्नु पनि मजा आउँछ होला हजुरहरूलाई। यति हुन्छ अनि एकछिन खान्छ अनि सकिहाल्छ, केही भन्ने पनि होइन, केही ऊ पनि हुँदैन। तर त्यस्तो भए पनि मलाई हजुरहरूलाई यसरी बोल्दै खाँदै नै मजा लाग्छ नि, त्यही भएर बनाउने गर्छु मजाले यसरी बोल्दै खानुलाई। अनि यो अन्डालाई बोइल गरेर यसरी खानुको कम्बिनेसन चाहिँ छुट्टै मिठो हुन्छ क्या अरूहरू भन्दा, मतलब त्यो फ्राई गरेर भन्दा। अनि मलाई नखानु भन्छु फेरि खानु मन लागिहाल्छ। तर यो करेन्टले चाहिँ सबैलाई त्यस्तो हुन्छ भन्छ, तर खै मलाई अहिले अलिक बेसी नै भइरहेछ। खाँदिनँ भनेर कन्ट्रोल गर्छु, आज पनि खाँदिनँ भनेरै बसेको थिएँ। अनि फेरि एकछिनमा पानी पर्न थाल्यो, अनि पानी परेपछि फेरि युट्युब खोल्यो कि यस्तो देखिन्छ कि यसरी गरेर यस्तो गरेर वाला हुन्छ क्या युट्युबमा त, अनि झन् बेसी खानु मन लाग्यो। तर यसो विचार गरेको कि मैले बोइजहरूले बरु करेन्ट बेसी नखाने, प्रायः त नखाने नै, पिरो बेसी नै खानु हुँदैन बोइजहरूले। तर गर्ल्सले चाहिँ बेसी करेन्टलाई आफ्नो फेभरेट बनाएको छ क्या अहिले नेपालको कन्डिसनमा हेर्दा जस्तो लाग्छ मलाई। अरूले थाहा छैन, मैले चाहिँ बनाएको छु त्यही हो।
मलाई चाहिँ के लाग्छ भने मलाई जे कुरा मन पर्यो त्यो मैले गरिराख्छु, त्यही कुरा मात्रै गर्छु, अरू कुरा गर्दिनँ। जस्तो कि करेन्ट मलाई मनपर्छ, म करेन्ट नै मात्र खाइबस्छु होइन। अनि अब मलाई कुनै मेरो फेभरेट भयो घरमा बस्दा लगाउने कपडा होस् अनि बाहिर हिँड्दा जहाँ गर्दा नि त्यस्तो खालको एउटा मन परेपछि चाहिँ अरू चाहिँ हेर्न मन लाग्दैन। एउटा भएपछि सक्यो, आई डोन्ट नो, त्यस्तै हो मेरो पनि। अब यो करेन्टहरू खानु सट्टा अरू केही कुराहरू टेस्टहरू गर्दा हुन्छ नि त, अरू नुडल्सहरू होइन। तर मलाई करेन्ट मनपर्छ, करेन्ट खान्छु, बस्छु। अहिले चाहिँ खाइसकेँ, मिठो हुँदै सक्यो, धेरै खानु पनि हुँदैन। 2 जनालाई 2 प्याकेट त्यति मात्रै हो। अनि यति देखाउनुलाई यति भरि राखेर खानु पनि सकिँदैन, बिसाउँछ। त्यही भएर कम्ती खाने, खाएको गर्ने। यसरी सानो सानो भिडियोहरू बनाएको नै खाएको के भिडियो बनाएको भने जस्तो लाग्छ हजुरहरूलाई। तर मैले यो जतिखेर करेन्ट खान्छु मैले खाएको हुन्छु, अनि त्यति कहिलेकाहीँ चाहिँ बनाएको हुँदैन कि, नत्र भने बनाउँछु। किनकि मलाई यसरी गफ गर्दै खानुको कस्तो भन्नु मजा भन्छ नि, हो त्यस्तो नै बेग्लै लाग्छ क्या आजभरि। यो अरूको त त्यस्तो लाग्दैन, तर यो करेन्टको चाहिँ त्यस्तो लाग्छ। त्यही हो, सक्यो। अनि मलाई मात्रै हो कि यस्तो करेन्ट भनिसकेपछि चाहिँ अब के भन्छ अब खाँदिनँ बिसाउँछ भन्ने खालको हुन्छ नि त। अब पिरियडहरू हुँदाखेरि गाह्रो पार्छ, त्यही भएर खाँदिनँ भन्ने हुन्छ। तर पनि फेरि खानु मन लागिहाल्छ, अनि खाँदिनँ भनेर यस्तो कन्ट्रोल गरेर बसिन्छ, फेरि खानु मन लागिहाल्छ, अनि फेरि खाइहालिन्छ। त्यो हजुरहरूलाई त्यस्तो हुन्छ कि हुँदैन, कमेन्ट डाउन। अनि अर्को कुरा चाहिँ म यो भिडियोमा के पनि भन्न चाहन्छु भने हजुरहरूले मेरो भिडियोहरू हेरिदिनुहुन्छ, लाइक गरिदिनुहुन्छ, तर कमेन्ट चाहिँ आजसम्म गर्नु हुँदैन क्या। मतलब आजसम्म भन्दा पनि कतिजनाले गर्नुहुन्छ, कतिले गर्नु हुँदैन नि त। अनि त्यो कमेन्ट गर्नुभयो भने चाहिँ उहाँहरूले हेर्नुभयो भनेर थाहा हुन्छ क्या। अब युट्युबमा त कसले भ्यू गर्नुभयो भनेर थाहा हुँदैन नि त। त्यही भएर चाहिँ मलाई अर्को कुरा चाहिँ हजुरहरूको कमेन्ट पनि, अरू केही गर्न लभ रियाक्ट भए पनि, जे इमोजी भए पनि हल्का 1-2वटा मतलब हजुरहरूको नाम लिस्ट चाहिँ देखियोस्, अनि कहाँबाट हेर्नुहुँदैछ भनेर मलाई थाहा हुन्छ नि त। नत्र भने थाहा नै भएन, अनि कहाँ कसले हेर्नुहुन्छ होला भने जस्तो लाग्छ। धेरै भ्युज जाँदैन त्यो मलाई थाहा छ, तर पनि त्यति 100-200 जानु भनेको पनि अब मेरो लागि त युट्युबमा त अब अहिले त राम्रै हो नि त। अब उहाँहरूले हेर्नुहुन्छ, माया गर्नुहुन्छ भनेर। अनि छिट्टै मेरो 1K पुग्दैछ गाइज भनेर नभनौँ, भर्खर त्यति पुगिरहेछ, हजुरहरूलाई थाहा नै छ। अनि त्यही हो, अब छिट्टै 1K पुऱ्याउनु पर्छ, पुगोस् छिट्टै। अनि म मुकबाङ थुप्रोवाला गर्छु, तर थुप्रोवाला म मुकबाङ कहिले गर्दिनँ। जहिले मोमो, अनि त पछाडि क्याफे गयो भने मोमो, घरमा बस्यो भने करेन्ट मात्र खान्छु म। त्यही भिडियोहरू चाहिँ हेर्नुहुन्छ, हजुरहरूले मन पराइदिनुहुन्छ। र त्योभन्दा फाल्टो भिडियोहरू चाहिँ मैले अब हाम्रो घर परिवारमा के भयो, कुन प्रोग्रामहरू हुँदैछ, म के गर्दैछु भनेर चाहिँ डेली लाइफको भिडियोहरू बनाउँछु। पछि फ्युचरको लागि मेमोरिज हुन्छ भनेर पनि। अनि त पछाडि म यसरी क्यामेराको अगाडि आएर चाहिँ बोल्छु। मतलब अब थोरै मात्र बोल्नु पनि त्यो हुन्छ क्या, अड्किँदै हुन्छ। तर प्रायः म ढिलो बोल्छु, त्यस्तो छिटो पनि बोल्दिनँ नि त। त्यही भएर चाहिँ म यसरी छिटो बोल्नु, फटाफटहरू बोल्नुको लागि चाहिँ म सिक्नु पनि हो मेरो अर्को उद्देश्य भनेको चाहिँ। अनि हजुरहरूलाई कस्तो लाग्छ कि यस्तो नबनाओस् भन्ने खालको लाग्छ भने पनि भन्नु होला कमेन्टमा, भन्न पाउनुहुन्छ हजुरहरूले। तर म जसले जे भने पनि कन्टिन्यू गर्छु। अनि छिट्टै नै हाम्रो प्लानिङ हुँदैछ के गर्ने कसो गर्ने भनेर। अनि हो त्यो प्लानिङहरूको अपडेट चाहिँ नेक्स्ट भिडियोमा हुनेछ। त्यो प्लानिङको पनि हजुरहरूलाई केही मतलब थोरै भनौँ जानकारी गरेर राखौँ भनेर पनि आजको यो मुकबाङ खाँदाको मुकबाङ अरे करेन्ट खाँदाको बेलामा भनेको हजुरहरूलाई। अनि त्यो प्लानिङ चाहिँ फिक्स भइसकेको थियो कि
तर त्यो प्लानिङ फेरि क्यान्सल भयो केही कारणवश, त्यही भएर अलिक पछाडि फिक्स हुने भएको छ। अनि त्यही हो, त्यो प्लानिङ अनुसार चाहिँ हामीले चल्नुपर्ने हुन्छ। अब त्योमा के हुन्छ कसो हुन्छ भनेर अपडेटहरू त पाइहाल्नुहुन्छ नेक्स्ट ब्लगमा। योभन्दा नेक्स्ट ब्लगमै भन्न चाहिँ सक्दैन किनकि अलिक टाइम लङ छ, त्यही भएर चाहिँ प्लानिङ हुँदैछ, सबै कुराहरू मिल्दैछ गर्दैछ। अब हेरौँ के हुन्छ कसो हुन्छ, छिट्टै हुन्छ होला। त्यो चाहिँ हजुरहरूले मेरो साथीहरू सबैजनालाई त थाहा पनि छ, तर मेरो साथीहरू बाहेक हजुरहरू भ्युवर भनौँ न मेरो युट्युब फ्यामिलीहरूलाई त थाहा छैन नि त। सो अपडेट चाहिँ नेक्स्ट ब्लगमा भन्दै आजको यो भिडियो चाहिँ अन्त हुन्छ होला। अब के भन्नु छ र, अरू त के गर्नु छ र, अब खाइसकिहालेँ, त्यही हो मैले। अनि अब रुगा मर्कीले पनि सताछ। अनि अझ अर्को कुरा त मैले जोड्ने बिर्सेछु, मतलब हिजो अस्तितिर त अब जेठ असारको भन्दा बेसी गर्मी भएको नि त होइन। अनि कति साह्रो गर्मी, त्यो पनि चैतमै, वैशाख नै लागेको छैन नि त। अनि त्यहाँ पछाडि त्यस्तो गर्मी भएको, अनि त्यहाँ पछाडि पानी पर्यो 2 दिन। पानी परिसकेपछि त यस्तो राम्रो वेदर भयो नि, चिसो हावा आउँछ अनि शीतल हुन्छ। अचेललाई फेन पनि चलाउनु पर्दैन, अस्तितिर त फेन चलाएर सुत्नु पर्थ्यो, यस्तो गर्मी भइरहेको थियो कि। अनि अहिले शीतल भयो, आनन्द भइरहेछ। हो यो चाहिँ हजुरहरू सबैलाई नै भइराखेको होला होइन। अनि त्यही हो, यो वेदरको पनि आज मैले भिडियो बनाएको थिएँ, सर्ट भिडियो। यस्तो मन लाग्यो एक्जाम दिएर आएको कलेजबाट, अनि हतार ड्रेस चेन्ज गरेर माथि चल्दिहालेको क्या छट। यस्तो मिठो हावा आएको थियो कि, यस्तो मिठो हावा आएको थियो। त्यसमा म 15-20-30 मिनट नै बसेँ। अनि त्यहाँ पछाडि चाहिँ म झरेँ अनि खाना बनाएँ खाएँ। त्यो भ्यू चाहिँ बिहानैको क्या, बिहानै मतलब 8 बजे समथिङ त्यतिखेरको हो नि त। अनि एकदम राम्रो। अनि मेरो हात चाहिँ देख्न सक्नुहुन्छ, यत्रो लामो केटाहरूको जस्तो यस्तो पनि के भन्छ यो मुजा परि गएको छ। यो चाहिँ मैले यसरी गरेर धेरै पड्काएर हो, मेरो धेरै पड्किन्छ यसरी। अनि मेरो उमा देख्न सक्नुहुन्छ, फेसमा देख्न सक्नुहुन्छ चिल्लो यो चाहिँ उको के भन्छ ओइली फेस भएर चाहिँ यो खै भोलि बिहान त झन् यस्तो गर्दाखेरि पुरा यस्तोमा पानी ओइली आइरहेको हुन्छ। तर केही छैन, फेसहरूले केही उ गर्दैन। अनि मेरो केस चाहिँ गर्मी भएर बानिरहेको छु। अनि मैले के बोलिरहेको छु आज, यो भ्लग कस्तो खालको हो, यत्रो लामो भइसक्यो। अब यसलाई काटकुट त म नगरिकन डाइरेक्ट हाल्ने हो, किनकि यहाँ डाइरेक्ट आएको छु नि त। अब अरू भएर जोइन्ट भएको भए चाहिँ यस्तो गर्दै एडिट गर्नुलाई टाइम लाग्छ। यो चाहिँ अब डाइरेक्ट पोस्ट हुन्छ थम्बनेल र हल्का त्यो वेलकम ब्याक टु माई च्यानल भनेर चाहिँ। अनि त्यही हो, हजुरहरूलाई मेरो भ्लग दिनदिनै कस्तो हुँदै जाँदैछ, राम्रो हुँदै जाँदैछ कि अलिक बिग्रिँदै जाँदैछ कि अलिक डेली आउनु पर्यो भन्ने हुन्छ। तर त डेली चाहिँ आउँदैन, किनकि मेरो एक्जाम भइरहेको हुन्छ, कहिले कन्टेन्ट हुँदैन। तर कन्टेन्ट खोज्नुलाई कहीँ पनि जानु पर्दैन भनेर डाक्टर शशाङ्क ताम्राकार धरानको डाक्टरले चाहिँ भन्नुभएपछि चाहिँ यस्तो भाइरल भइरहेको रहेछ। तर त्यो कन्टेन्ट जानु पर्दैन थाहा छ, तर त्यो विषयमा के विषयमा बोल्ने भन्ने कुरा पनि त हुँदैन। भनेर बोल्ने कुरा त आउँदैन केही पनि। अनि के भन्नु कसो भन्नुहुन्छ हुन त, तर पनि केही छैन। अब जे हुन्छ जस्तो हुन्छ, जे अपडेटहरू आउँछ हजुरहरूलाई चाहिँ सेयर गरेर म अघि बढ्नेछु भन्दै आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो। अनि त पछाडि मन परेमा लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अनि एकदमै छिटो मेरो 1K पुऱ्याइदिनु होला। म 1K को सेलिब्रेट गर्नेवाला छु कि केक यस्तो गरेर काटेर। अनि त्यही हो, छिटै 1K पुऱ्याइदिनुहुन्छ भन्ने आशाका साथ यो भिडियो मेरो एन्ड गर्न चाहन्छु। बाई बाई एभ्रिवान, सी यू नेक्स्ट भिडियो।